11 बजे छ 10 बजे त जाने 10:30 बजे पाए भोलि आधा चाहिँ चिया खाउँछ क्या फाइन 9400 दियो तिम्रो के भन्छ 92 पहिला काव्य महाराज भागेर नि हुन्छ भाग्ने त यस्तो जल्दी के छैन किचन आयो हेर न यता होला क्लियो जडीबुटीले मिलेर बनेको यस हामी यस काभ्रे इन्टरनेसनल कलेजका विद्यार्थीहरूले आफै नयाँ नयाँ आविष्कार गर्ने क्रममा निकालेर बनाएको यो 100 जडीबुटीले मिलेर बनेको नयाँ साबुन आयो जसले कालो व्यक्तिले गोरो बनाइदिने गर्छ आयो 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 जडीबुटीले मिलेर बनेको हाम्रो यो इको फ्रेन्डली नयाँ साबुन आयो जुन पुरै तरिकाले म्यानमेड छ ल पहिले S2O2 लाई उसमा हाल्दियो कोनिकल ब्ल्याक्समा पक्रिनु पर्दैन हाल्ने ल त्यो भयो त्यसपछि के गर्ने 1-2 ड्रप के हाल्ने सोप हाल्दिने ल 2-3 ड्रप हाल्यो पुगिहाल्छ धेरै पर्दैन ल अब ड्रप ल फुड कलर 1-2 ड्रप कसले हाल्यो ड्रप फर्स्ट छ ड्रप गर्दैन सबै फर्स्ट छ बिस्तारै गर थोरै ल अब यसलाई हल्का मिक्स गर्यो किनभने मिक्स गरिदियो भने केमिकल रिएक्सन के हुन्छ त मजाले युनिफर्मली हुन्छ अब यसमा हामी हाफ टेस्ट ट्युब पोटासियम आयोडाइड हाल्छौँ ल हाल्यो त अब यसलाई एकचोटि चेक गरिदियो अब एकछिन पर्खिँदै गर अब यहाँनिर के भइरहेछ भन्दा चाहिँ S2O2 चाहिँ डिकम्पोज भएर के आइरहेछ अरे वाटर र अक्सिजन आइरहेछ अब यतिकै यो सोप नराखिकन गर्ने हो भने त त्यो अक्सिजनलाई त हामीले देख्न सकेन हो त्यो अक्सिजन निस्किरहेको छ भनेर प्रुभ गर्नको लागि चाहिँ हामीले यहाँनिर के युज गरेको त सोपको मिडियम युज गरेको सोपको मोलिक्युलमा चाहिँ हामीले यहाँ परेर हजुर अलिक कुन पोजिसनमा हुनुहुन्छ भन्नु न हजुर जुन पोजिसनमा अहिले पुग्नुभयो नि त्यही पोजिसनमा हामी पनि यदि राम्रो छ भने त्यही पोजिसनमा आउनलाई हामी पनि यही कलेजमा आउँछौँ क्या त्यही कलेजमा आसी हाम्रो यहाँको सेलिङ म्यानेजमेन्ट गर्ने त्यो गर्दा पनि हामी के चाहिँ लिने हो भन न क्यान्डल कागज अरूहरूको सोप सोप यो लिने हो ल कन्भिन्स गर अब त्यसो भए पख न कहाँ चुज गरिसकेपछि ल कन्भिन्स भन छिटो भाइ के रिपोर्ट होइन तिमीहरूले भिडियोमा हाल्नु कि अहिले चाहिँ तिमीहरूले मसँग कन्भिन्स गरेर लानु पर्यो हामीले लाने यो ट्याक्स दिनलाई एकदमै के हुन्छ चाहिएको छ क्या हामीलाई जस्तै लग्न छ क्या कति लेडिज फस्टले खै कोही पनि त फस्टनु पर्यो नि ल पाए पाए अब तिमीहरूले कसलाई भेट्न पर्यो भन्दाखेरि काउन्सिलर्सलाई भेट्नु पर्ने हुन्छ अनि अर्को भनेको दिशा मार्केटिङका टिमलाई भेट्नु पर्ने हुन्छ ल
काउन्सिलर छ डिजिटल मार्केटिङ पहिला डिजिटल भेटेको मेन्टर भाइ जितिसकेन होइन कति लेडिज मैले त फर्किनु पर्यो नि पछाडिपट्टि कोट गरे त्यो लाइटहरू त्यो ऐना पारी गरेर क्या फर्किन्छ रिफ्लेक्सन हुन्छ तर यो त अब ट्रान्सपेरेन्ट छ यहाँ लाइटबाट यहाँ पास गऱ्यो भने लाइट के हुन्छ कोही फर्केर यसको पार जान्छ कोही कोही यता फर्किनै सक्छ यो ग्लास ल्याबमा रिफ्लेक्सन पनि हुन्छ रिफ्लेक्सन पनि हुन्छ केही केही लाइट थोरै लाइट फर्केको हुन्छ थोरै फर्किन्छ तर धेरै के हुन्छ छिरेर जान्छ जुन छिरेर गर्दा के भन्छ रिफ्लेक्सन हुन्छ जुन फर्किन्छ रिफ्लेक्सन हुन्छ दुइटै हुन्छ तर मेजोरिटी के हुन्छ रिफ्र्याक्सन हुन्छ हामी अब त्यही रिफ्र्याक्सनको इभेन्टहरू फिनोमिनाहरू यहाँ बुझ्दैछौँ क्लियर हो बुझ्यौ रिफ्र्याक्सन भनेको के रहेछ अरे लाइट जान बुझेर भनौँ न रिफ्र्याक्सनको मिनिङ के हो थिङ्क गर्नु वाट इज रिफ्र्याक्सन यहाँ कतिवटा मिडियम छ दुईटा यहाँ इयर छ हेर्नु है यहाँ इयर छ यहाँ भित्र ग्लास छ फेरि यतापट्टि के छ इयर छ इयर छ ग्लास छ इयर छ इयर ग्लास दुईटा मिडियम भयो दुईटा मिडियम हुने बित्तिकै यहाँ रिफ्र्याक्सन हुन्छ एउटा मिडियम इयर भनेको रेयर मिडियम ग्लास भनेको इयरमा स्पिड अफ लाइट पनि हुन्छ 3 हुन्छ फेरि ग्लासमा छिर्ने के हुन्छ त्यसको स्पिड के हुन्छ कम हुन्छ अनि हाइदेखि लो जाने बित्तिकै के हुन्छ बाँध्यो के लाइट बाँधिनुको रिजन बुझ्यौ तिमीहरूले यहाँ स्पिड अफ लाइट धेरै छ यहाँ स्पिड अफ लाइट ग्लासमा जाने बित्तिकै थोरै हुन्छ अनि धेरैबाट थोरै जाँदाखेरि के हुन्छ बेन्डिङ हुन्छ त्यो बेन्डिङ भनेकै रिफ्र्याक्सन हो अब हामी रिफ्र्याक्सनको यहाँ फिगर बनाएर तीनटा कुरा हेर्छ इन्सिडेन्ट रे रिफ्र्याक्टेड रे इमर्जेन्ट रे तिनवटै हुन्छ फेरि तीनटा एङ्गल हुन्छ एङ्गल अफ इन्सिडेन्स एङ्गल जाउँ अघि जहाँ बसेँ त्यही कुन एङ्गलले कलेज लागिरहेको कुन एङ्गलले पाँचजनाले खाएर नि त खाइदिने ए उता टेबलमा आइसक्यो ए यिनी छ नि त ल जाउँ न त प्लान भनेर केही हो गाइस यो पुरै जडीबुटीले भनेर साथी हो हजुरलाई लगाएपछि स्किन एकदमै राम्रो गर्छ कुनै पनि इफेक्ट गर्दैन यस्तै हो बेच्ने हो चिपिले छ केटाहरू ल यहीको कुरा सुन है ल उनीहरूको क्वेसन थाहा छ नि तिमीहरूलाई त्यो साबुन कसरी एउटा भिडियो बनाउनु पऱ्यो तिमीहरूले अब भन दिला यो हामीले बेच्ने हो कि हामीले बेच्ने अब दिदीलाई बेच्ने होइन हामीले एउटा भिडियो बनाउनु पऱ्यो दिदीलाई बेचेर होइन हामीले त्यही त दिदीले चाहिँ तिमीहरूलाई आइडिया दिन्छ अब तिमीहरूले दिदीलाई आइडिया सोध्नु पऱ्यो भिडियो बनाउन अनि त्यसरी होइन सोध आइडिया सोध अब छुट्टै यो साबुन हामीले बहुत नै मेहनत गरेर हिमाल पहाड सबतिर घुमेर थुप्रै जडीबुटीहरू मिलाएर बल्ल बनाएको हो अब यसको राम्रो मार्केटिङ चाहिँ लागि कस्टली हाइली कस्टलीमा जाओस् यसको प्रोडक्ट हो त्यही तिमीले जुन भन्यौ नि के अरे हाइली के जडीबुटीहरू युज गरेको छ नि यसको प्रडक्टको बारेमा अब यो ह्यान्डमेड प्रडक्ट भयो अनि त्यसपछि अर्को के भयो यसमा जडीबुटीहरू युज भएको छ यसको साइड इफेक्ट केही पनि हुँदैन यस्तो कुराहरू भनेर भोइस युज गर्न पनि सक्छ अर इफ कसैलाई भिडियोमा प्रेजेन्टेसन गर्न आउँछ होइन भिडियो अब यस्तै साथले बनाइरहेछ अनि त्यस्तै कसैलाई चाहिँ बोल्न इन्ट्रेस्टेड छ बोल्न सक्छ उसले भनेपछि अनि हाम्रो यो सपको के अरे सपको बारेमा के छ यसको फिचर्सहरू त्यो भन्ने होइन
अनि तिमीहरूले अब त्यसमा चाहिँ ब्याकग्राउन्ड म्युजिक पनि राख्न सक्यो होइन प्रमोसन गर्नलाई तिमीहरूले मेन डिजिटल मार्केटिङ गर्नु पऱ्यो नि त होइन ब्याकग्राउन्ड म्युजिक पनि राख्न सक्यो तिमीहरूले डिफ्रेन्ट ट्रान्जेक्सन्सहरू पनि युज गर्न सक्यो अनि त्यसको लागि एप युज हुने भनेको क्यापकट तिमीहरू सबलाई थाहा छ अनि एउटा विङ्क भन्ने एप हुन्छ जसबाट चाहिँ त्यसमा लोगो आउँदैन विङ्क भन्ने एप युज गर्दा पनि हुन्छ अनि टिकटकमा पनि भिडियो मजाले एडिट गर्न सक्ने खालको फिचरहरू छ त्यहाँबाट एडिट गर्ने हो अनि अरू केही क्वेसन सबैजना त्यहाँ गएर बस्छ त म एकैछिनमा टु लिएर आएँ जिल्ला हामीले नै हो यार। हामी यहीँबाट गयो यहीँबाट पसिनै पसिना खै के हो कुन कुक अहिले गरौँ न अरू मतलब एउटा कोक परेछ नि हजुर दिदीसँग दिदी हामीले कोक खाएनौँ कोक क्रिकेट खेल्न यत्रो गरेर कोक पाएन भने के गर्छ दोस्त तिमीले ओया 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 आउरे ब्रिजेश ढुङ्गामा मचाइदिन्छ होला कोक नपाए त्यही हुन्छ कोक पाएन यत्रो गरेर कोक पाएन भने के गर्छ मैले कोक पाएन अहिले गएर खाने हेलो पैसा मैले भन्नु त हेलो क्लास अहिले गएर अनि त्यसपछि सल्लाह भन्छ यसको ढिलो त भएको छैन गद्य बैठेको का ब्याटिङ गर जडीबुटीले मिलेर बनेको हामी यस काव्य इन्टरनेसनल कलेजका विद्यार्थीहरूले आफै नयाँ नयाँ आविष्कार गर्ने क्रममा निकालेर बनाएको यो 100 जडीबुटीले मिलेर बनेको नयाँ साबुन आयो जसले कालो व्यक्तिले गोरो बनाइदिने गर्छ जडीबुटीले मिलेर बनेको हाम्रो यो इको फ्रेन्डली नयाँ साबुन आयो जुन पुरै तरिकाले म्यानमेड छ हेर न यतै होला क्लिउ बुझेर गर्छौँ न हामीले ऐना हेरेछौँ होइन ऐना हेर्छौँ ऐनामा कुन इभेन्ट हुन्छ रिफ्लेक्सन हुन्छ कि